चाहिँ हामी ल अफ मार्जिनल रेट अफ सब्स्टिट्युसन अथवा ल अफ भेरिएबल प्रोपोर्सन गर्न लाग्छौँ। अब यसमा चाहिँ धेरै झुक्की राखिन्छ, धेरै बिर्सिराखिन्छ। चाहिँ सुरुमा चाहिँ कसरी गर्ने भन्दाखेरि यता ऊ बनाउने होइन। त्यसपछि यहाँ ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ अझै लामो बनाउनु पर्ने हो। अनि त्यसपछि यहाँ चाहिँ के गराउनु पर्यो भने सुरुमा चाहिँ यो निकाल्ने, सुरुमा चाहिँ के बनाउने, एपी बनाउने। एपी चाहिँ यहाँसम्म ल्याउने, यो चाहिँ हाम्रो एपी भयो, एभरेज प्रडक्ट होइन। मार्जिनल प्रडक्ट बनाउने, यहाँ चाहिँ थोरै उठाएर यसलाई चाहिँ यहाँबाट ल्याएर यसलाई चाहिँ अलिकति यहाँबाट गिराएर अनि त्यसपछि यसलाई चाहिँ यहाँ लगाएर चाहिँ यहाँबाट तल लगाइदिने होइन। यहाँ चाहिँ हाम्रो मार्जिनल प्रडक्ट भयो होइन, मार्जिनल प्रडक्ट भयो। यो चाहिँ हाम्रो पोइन्ट अफ इन्फ्लेक्सन भयो। यो चाहिँ हाम्रो यो चाहिँ दुईवटा एमपी र एपी मिड भएको पोइन्ट भयो यो चाहिँ होइन। अब अर्को हामीलाई चाहिएको भनेको टोटल प्रडक्ट हो। टोटल प्रडक्ट भनेको अब चाहिँ के एउटा चाहिँ के हुन्छ भन्दाखेरि यहाँदेखि चाहिँ ऊ हुन्छ होइन, यहाँदेखि एउटा हुन्छ यति गर्ने। अनि अर्को भनेको अर्को स्टेज चाहिँ कहाँबाट हुन्छ, यहाँबाट हुन्छ स्टेज चाहिँ अर्को यहाँबाट हुन्छ होइन। यहाँ चाहिँ के हुन्छ भन्दाखेरि टोटल प्रडक्ट चाहिँ सुरुमा चाहिँ इन्क्रिजिङ रेट अफ रिटर्न हुन्छ। इन्क्रिजिङ रेट अफ रिटर्न चाहिँ कहाँसम्म हुन्छ भन्दाखेरि पोइन्ट अफ इन्फ्लेक्सनको हाइएस्टसम्म यहाँसम्म हुन्छ होइन। त्यसपछि चाहिँ डिक्रिजिङ रेटमा चाहिँ इन्क्रिज हुँदै जान्छ, डिक्रिजिङ रेटमा चाहिँ इन्क्रिज हुँदै जान्छ यहाँसम्म चाहिँ। त्यसपछि यहाँसम्म चाहिँ डिक्रिजिङ रेटमा इन्क्रिज हुँदै गयो, यहाँबाट चाहिँ तल खस्किँदै जान्छ। डिमिनिसिङ रेटमा चाहिँ यहाँबाट जान्छ, यो पोइन्टबाट जहाँनिर यहाँ भयो यहाँबाट डिमिनिसिङ हुन्छ। यहाँसम्म चाहिँ के हुन्छ, इन्क्रिजिङ रेट अफ रिटर्नबाट चाहिँ जान्छ। यहाँदेखि यहाँसम्म चाहिँ इन्क्रिजिङ रेट अफ रिटर्न हुन्छ, यहाँदेखि यहाँसम्म चाहिँ डिमिनिसिङ रेट अफ रिटर्न हुन्छ र यहाँदेखि यहाँसम्म चाहिँ डिक्रिजिङ रेट अफ रिटर्न। अनि त्यसपछि डिक्रिजिङ रेट र इन्क्रिजिङ रेट हुन्छ कि यहाँदेखि चाहिँ अब चाहिँ डिमिनिसिङ रेट अफ रिटर्नमा जान्छ, यता चाहिँ यहाँ डिमिनिसिङ रेटमा जान्छ। अब यो भनेको जुन यो पोइन्ट भयो जहाँनिर एपी र एमपी मिड भयो, यहाँबाट चाहिँ के हुन्छ सेकेन्ड स्टेज अफ प्रोडक्सन होइन। सेकेन्ड स्टेज अफ प्रोडक्सन सुरु भयो, यहाँ भनेको हाम्रो थर्ड स्टेज र यो अन्त यता भनेको जहाँसम्म यो चाहिँ पोइन्ट अफ इन्फ्लेक्सन भयो, पोइन्ट अफ इन्फ्लेक्सन भयो। यो चाहिँ हाम्रो पोइन्ट अफ इन्फ्लेक्सन भयो, पोइन्ट अफ इन्फ्लेक्सन भयो। अनि त्यसपछि यो चाहिँ हाम्रो यहाँदेखि यता चाहिँ फर्स्ट स्टेज, यो चाहिँ हाम्रो फर्स्ट स्टेज। यो भनेको के अरे के भन्छ यसलाई के भन्छ थाहा भएन। यसलाई चाहिँ के भन्छ, यसलाई चाहिँ डबल लस जोन भन्छ, डबल लस जोन भन्छ। यसलाई चाहिँ के भन्छ, सेकेन्ड स्टेजलाई चाहिँ के भन्छ, खै के भन्छ कुन्नी सेकेन्ड के भन्छ, यसलाई चाहिँ ऱ्यासनल जोन भन्छ, यसलाई चाहिँ ऱ्यासनल जोन भन्छ होइन। अनि यसलाई चाहिँ के भन्छ, जोन अफ अन्डर युटिलाइजेसन, जोन अफ अन्डर युटिलाइजेसन, यसलाई चाहिँ जोन अफ अन्डर युटिलाइजेसन भन्छ होइन। अनि त्यसपछि यसको चाहिँ इपी चाहिँ सायद इपी ग्रेटर देन 1 हुन्छ होला, यसको इपी इक्वल टु 1 हुन्छ। यसको चाहिँ इपी चाहिँ कति हुन्छ, ग्रेटर देन 1 हुन्छ कि कति हुन्छ, लेस देन 1 हुन्छ। यसको चाहिँ इपी चाहिँ नेगेटिभमा हुन्छ, लेस देन 0 हुन्छ भनेपछि नेगेटिभमा हुन्छ, यसको चाहिँ नेगेटिभमा हुन्छ। यो चाहिँ हाम्रो फिगर भयो। अब यसलाई चाहिँ फर्स्ट सेकेन्ड र थर्ड स्टेज भनेर यसलाई एक्सप्लेन गर्न मिल्यो।